रोयल भान्जाले इटरीमा ट्याक्कै कुमारी ब्याङ्कको ठ्याक्कै अगाडि है ल मेरो भान्जाले चाहिँ बबल टी। ल मलाई यहाँ बबल टी दिँदैछ है त ल। अब म खाँदैछु टिकटकमा होइन रिल्समा एकदमै आउँछ। अब भाइरल हो नि त मामा पनि जेसुकै भयो नि है ल। यो बबल टी अब यो चाहिँ अब जोस यहाँनिर स्टाफहरू काम गर्दैछन् नानीहरू ल। भान्जाले बनायो यहाँ है जोस। अनि यहाँनिर हाम्रो अब बेलबारीकै प्रख्यात अब हुनहार हाम्रो बुढा सुब्बा ज्वेलर्सका यहाँ जोडी पनि आउनु भएको छ है। अब भान्जाको नाताले पनि आउनुभयो उहाँहरू है। ल ठिक छ। अनि हाम्रो आमाहरू यहाँ हाम्रो मेरो जेठी दिदी यहाँ आमा छोरा छोरीहरू खाँदैछन् यहाँ आमा पनि। अनि हेलो साथीहरू हेलो हेलो बबल टी ओहो छैन त साथीहरू ल। ल बबल टी हामी खाँदैछौँ ल। आजको दिन ल वैशाखको पहिलो दिनको दिन ल हामी खाँदैछौँ ल। अहिले यो बबल टी चाहिँ ल यसको समुद्घाटन आज भएको छ। सबैजना खाँदैछन् है ल। ट्याक्कै लोकेसन चाहिँ ठ्याक्कै कुमारी ब्याङ्क है ल। कुमारी ब्याङ्क ल कुमारी ब्याङ्क अगाडि टक्क छ ल। ए ग्यार ल कुमारी ब्याङ्क है त ल। यहाँ बुढाको अचार पनि यहीँ रहेछ मनोकामना फलफुल पनि रहेछ यहीँ रहेछ। यो मेसिन चाहिँ मलाई मजा लाग्यो क्या। यो चाहिँ आफै है आधुनिकरण एकदमै एक्सपेन्सिभ रहेछ। यो चाहिँ एक्सपेन्सिभ नै हो ल। ल अब खाने नै हो ल। ओके ल ओके 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 ल। आज चाहिँ यो नयाँ